हेलो गाइज हामीले चाहिँ आज चटपटे खाँदैछौँ। यहाँ चाहिँ चटपटे बनिरहेको छ। यो चाहिँ बर्सात हामी चाहिँ हालिसक्यौँ। भुजा, कुरकुरे, दालमोट, पान्डा। चाहिँ दिदीले प्याज टमाटर काट्दै हुनुहुन्छ। यता चाहिँ यो भुजा, त्यो चाहिँ उछु। हेलो गाइज मैले टाउटा खाँदैछु भन। हेलो गाइज भन के। यिनी चाहिँ मेरो भान्जा टक्लु। यिनी चाहिँ टक्लु हो भन। यिनी चाहिँ टक्लु। दिदीले चाहिँ उता आलु बनाउँदै हुनुहुन्छ। यिनले चाहिँ सबैले मलाई च्यानललाई सब्स्क्राइब गर्नु होला भन्छन्। लाइक कमेन्ट भन्ने। यहाँ चाहिँ हामीले मोलिसक्यौँ। दिदीले चाहिँ आलु निचुरेर हाल्नु भयो। त्यहाँ चाहिँ भाउजू, त्यहाँ चाहिँ मम्मी हुनुहुन्छ। प्यारी चाहिँ हाल्नु हाल्नु म त यहीमा गराउने होला। म चाहिँ त्यही हातले मोल्नु के। बरु किलो मिठो हुँदैन चटपटे। बुझा त अर्दैन हेर बरु यहीमा गरायो नि त्यो हेर आदि हाल्नु के। आदि त्यो चाहिँ चटपटे बनिरहेको छ। मिठो 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 चटपटे बनिरहेको छ। चाहिँ स्टुलमा बस्न छोडेर स्टुलभित्र बस्छन्। भान्जा त्यही भित्र बस के। टक्लु 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 देखाइदियो यहाँ। भुजा हालेर मोल्दै हुनुहुन्छ। ठ्याक्कै होस् त्यो होस् के। आम पऱ्यो भान्जाले चाहिँ घोट्टाए। यता चाहिँ मैले मम्मीले ताजा ताजा तोरु लिनु भयो। भर्खर उसानेको माघे सङ्क्रान्तिको तोरु। माघे सङ्क्रान्तिको तोरु ल्याउनु भयो मैले मम्मीले चाहिँ। दिदीले चाहिँ होइन माघे सङ्क्रान्तिमा खनेको तोरु दिदीले नि खाँदै हुनुहुन्छ। मिठो छ कि छैन त। हजुरहरूले मनपर्छ भने कन्ट्याक्ट गर्नु होला। तोरुल चाहिँ थुप्रै छ। यस्तो छ तोरुल चाहिँ। मिठो हो। सबैले अस्ति खानुभयो त्यो। हामीले चटपटी बाटो भइसक्यौँ। यी हेर्नु यताबाट हेर्नु उता हेर्नु उता हेर्नु हेर्नु। उब्रिया भुजा हो यो। एक बुर्गी हाल्नु त। Thank you for watching. Bye bye guys.